कहिले दिदिन मायाले बाँधी राखन। कस्तो लाग्यो तपाईँको फर्स्ट अडिसन? मलाई अब फर्स्टचोटि दिएको मैले अडिसन चाहिँ अब राम्रै लाग्यो भनौँ न। अगाडि दिएको थिइनँ यस्तो भिडियो मैले होइन। फर्स्टचोटि अब पहिला मैले गाएँ तपाईँ चाहिँ के को पदमा मतलब हजुर लाइक तपाईँ के को लागि आउनुभएको थियो? म सिङ्गिङको लागि गएको थिएँ। अब यहाँ एक्टिङको लागि पनि चल्दै रहेछ। एक्टिङ पनि म पार्ट टाइम त गर्छु, तर त्यस्तो मैले एक्टिङ भनेर चाहिँ आएको थिइनँ यहाँ। अब यहाँ दाइहरूलाई त गाएर सुनाइदिनु भयो, तपाईँले सुनाइदिनु भयो। म चाहिँ अब नर्भस हुनुभयो? नर्भस भएको थियो होइन। 2 लाइन गाइदिनु चाहिँ केही छैन मलाई होइन। परेलीमा लुकाइराख न अँगालोमा बाँधिराख, परेलीमा लुकाइराख न अँगालोमा बाँधिराख। बढिया। दुःख कहिले दिदिन मायाले बाँधी राखन। मायाले बाँधी राख्नेछु तिम्रै मायामा बस्नेछु। मायाले बाँधी राख्नेछु तिम्रै मायामा बाँच्नेछु। आफ्नो परिचय दिनु त, आफ्नो परिचय। नमस्ते, मेरो नाम बिट्टु शर्मा हो। म हरिसिंह उदालगढीबाट आएको हुँ र हामी यहाँ अहिले सिङ्गिङ कम्पिटिसनको लागि आएका छौँ। र प्रोडक्सन कुन प्रोडक्सन? प्रोडक्सन हाम्रो गोर्खा सलाम प्रोडक्सनको हो र हामी अहिले अब गान गाउन आँटेको। थ्याङ्क यू।